हेलो गाइज, आज चाहिँ हामी यहाँ धारापानी आएको छौँ पूजा गर्दा। आज चाहिँ हाम्रो यहाँ लागबत्ती छ अनि उहिलेहरू जानेर आउँदैछन्। हामी चाहिँ अब तल गएर सामान लिएर आएर अनि हामी पनि पूजा गर्छौँ अनि त्यसपछि यहाँ पकाउनेतिर लाग्छौँ। हामी चाहिँ यहाँ रितिका छे यिनीहरू जानेहरूले मलाई सताइरहन् यहाँ भूमिकाहरू अनि त्यसपछि यहाँ अस्नु चाहिँ यिनीहरू जाइनहरू हेर्ने हाम्रो जिम्मा जाइन मान्छे रमाइलो। त्यही धारा पनि आएको बगालहरू यहाँ धारा पनि आएको बगालहरू आखै नि यहाँ पुन्जी बहिनी सिनी नयाँ मान्छे उयो दाइ रन्ची उनीलाई मैले फर्स्ट टाइम देखेछु। अनि त्यस पछाडि यहाँ एउटा यहाँ बस्नु भएको हेलो भनिदिनुहोस् त। हाम्रो भ्लगमा स्वागत छ हजुरलाई। ल हामी त पूजा गर्न जान्छौँ। हामी चाहिँ अब त्यो ल्याउन जाँदैछौँ, पूजा गर्ने सामान ल्याउन जाँदैछौँ। अनि हामी चाहिँ पूजा गर्छौँ यताबाट हो जाने। अस्मि प्रियांशु खै तिम्रो दुईटै हर्रेउला है यता सुन त तिम्रो सँगै बस्नु है न कतै नजानु। तिम्रो दुईटै सँगै बस्नु आइज बिहान यता यिनीहरूको हेर त यिनीहरूको चर्ती कला के गरे यस्तो भगवान यिनीहरूलाई चिप्लेटी यस्तरी खेले खान्छ साथीहरू यिनीहरू। हामी चाहिँ यहाँ छौँ ए भगवान यिनीहरू के गरे आऊ कि त्यस्तो चिप्लेटी हामी जान्छौँ तल फटाफट अब हामी जान्छौँ देखाएको छु कि देखाएको छु ल यसलाई देखेँ मलाई अगाडि मोबाइलमा। अहिले 7 जना है। अहिले हामी धारा पनि आइसक्यौँ। अघि न गाडीमा भिडियो बनाउनु होइन अनि ममा पकाउँछु म पर्छु ल त्यही हो। अनि चाहिँ धारा पानीको यस्तो देखेको छ धारा पानी यस्तो छ। हामी चाहिँ यतापट्टि आइसकेको छौँ अघि नै सुस्ला भन्यो नजाने अहिले फेरि जाने भन्ने मान्दैन हेर्न सक्नुहुन्छ मान्छे देखाइदिन्छ ल यहाँ आउनुहुन्छ यिनी पुग्ची हामी मेरी आन्टी अनि चाहिँ यहाँ चाहिँ हाम्रो भगवान् सबै ठाउँ भगवान् मात्रै चाहिँ सबै हामी यहाँ धारापानी पूजा गर्ने यहाँको फेस पनि देखाएको मेकअप खै हामी यहाँ माथि आछौँ। धारा पनि यहाँ बारी हान्थ्यो धारा पनि जाम न त तल देखाउन जाम मन्दिरमा पूजा गर्नलाई ल फटाफट धेरै मान्छे छन् हामी बिहान आफैलाई प्याक
जाँदैछन् छिटो हिँड्न हेर राम्रोसँगै देखाएको छु मैले कहाँ कहाँ भाग्नुपर्छ ऊ त्यहाँ चाहिँ भन्नुपर्छ यहाँ पनि छन् यहाँ लाउन सक्नु यहाँबाट चाहिँ यता चाहिँ हाम्रो पुरा हुँदैछ अन्नाहरू त यता पनि छ अनि चाहिँ यसको चाहिँ हेर्नुहोस् घाँटीमा यतिका माला छ अनि मेरो चाहिँ हेर्न सक्नुहुन्छ कति धेरै छन् अब चाहिँ